केचप थिएन र मैले टमाटरलाई बोइल गरेर अनि त्यसलाई हल्का पकाएर अनि गरेको हो। यो चाहिँ आई होप मिठै हुनेछ भन्ने होप गरेको छु। अब यसलाई चाहिँ एकछिन हल्का पाकमा छोडिदिने। ग्रेभी लगभग यतिको भइसकेको छ। मैले चिली फ्लेक्स पनि हालेँ। अब यो चाहिँ अब नर्मली यसलाई चिकन चिल्ली नै त भन्नु मिल्दैन, यसमा धेरै सोया सस अनि भिनेगर थुप्रै इन्ग्रिडियन्ट्सहरू यहाँ हाल्नुपर्ने मैले हालेको छैन। मसँग चाहिँ जे कुरा एभाइलेबल थियो त्यो कुरालाई चाहिँ मैले गरेर आफूलाई खान मन लागेको चिज बनाऊँ न त भनेको भएर चाहिँ मैले बनाउन लागिरहेको हो। तर यसमा यो प्रपर चिकन चिल्लीको रेसिपी चाहिँ भएन भन्दा नि अब यो टेस्ट वाइज चाहिँ त्यस्तै नै आउँछ, किनभने मसँग केचप पनि इनफ थिएन। अब मैले चाहिँ यो ग्रेभी हल्का पाकेपछि अब फ्राई गरेको चिकन राख्छु। मेरो चिकनलाई एक एक गरेर ध्यान राख्दै गर्छु। यस्तो आएको छ, ल हेर्नुहोस् यस्तो मजाले पाकिसकेको छ। सजिलो तरिकाले घरमै पनि यसरी बनाएर खान सकिन्छ।